विकास संस्थाका सचिव श्रीकान्त पौडेलज्यू, हाम्रो यस कार्यक्रमका प्रमुख अतिथिज्यू, हाम्रो यस कार्यक्रम विकास संस्थाका सल्लाहकारज्यूहरू, हाम्रो निमन्त्रणलाई स्वीकार गर्दा आउनुभएका प्रमुख अतिथिज्यूहरू, मेरो कार्यसमितिका साथीहरू र टोलवासी आदरणीय बुवा दाजुभाइ दिदीबहिनीहरू, हाम्रो यस कार्यक्रम टोल विकास संस्थाले हामी 2079 साल जेठको 26 गते हामीले कमसेकम टोलका हामी विभिन्न ठाउँबाट आएर रहेका हामी विभिन्न क्षेत्रबाट आएर रहेका हाम्रो दाजुभाइ दिदीबहिनीहरू एक ठाउँ बस्नुपर्छ। हामी अन्यथा हाम्रो जन्मस्थल अन्त भए पनि कर्मस्थल एकै ठाउँमा छौँ, हामी एकै ठाउँमा छौँ र हामी आपसमा चाहिँ भाइचाराको रूपमा बस्नुपर्छ भन्ने उद्देश्यका साथ जुदाको जन्ती मर्दाको मलामी दुःख सुखको साथी बन्ने ध्येयका साथ स्थापना गरिएको यो टोल विकास संस्थाले आज क्रमशः तेस्रो वर्ष पार गरी चौथो वर्षमा आज अधिवेशनको सङ्घारमा छौँ। अब हामी आज नयाँ कार्यसमिति पनि चयन गर्दैछौँ। हाम्रा धेरै किसिमका समस्याहरू होलान्, हाम्रा बीच सामाजिक कुराहरू होलान्, वैचारिक कुराहरू होलान्। सबै कुरालाई एकै ठाउँमा राखेर सबै कुरालाई बिर्सेर हामी खालि एउटा चाहिँ भावनात्मक सम्बन्ध राखेर एकअर्काको चाहिँ दुःख सुखमा साथ दिएर आज हामीले यसो गरौँ है भनेको ठाउँमा हाम्रो चाहिँ एउटा टोल एउटा एक्टिभ टोलको रूपमा हामी काम गरिरहेका छौँ र एउटा कुरो चाहिँ दुःख साथ भन्नुपर्ने हुन्छ। म एउटा चाहिँ आज यही दुःखले जन्माएको सायद यो टोल विकास संस्था यही दुःखले जन्माएको टोल विकास संस्था हो। आज अध्यक्षसँग एउटा कुरो भन्नै पर्ने हुन्छ। मलाई भन्न रहर त थिएन, किनभने हामीले प्रमुख अतिथि लिएर आएको ठाउँमा साह्रै दुःख पुग्न मन त थिएन, तर पनि नबनी पनि आत्माले शान्ति दिला जस्तो लागेर भन्दैछु। के छ भन्दा हामी यहाँ आएर यो समाजमा आएर यो समाज रूपान्तरण गरेका हामीलाई हेर्ने दृष्टिकोण अलिक फरक छ। हामीलाई कतै बाहिरबाट आएका र यहाँका आफ्नो घर भएको 4 जग्गाबाट 2मा झर्दा पनि आफूलाई चाहिँ बारा छ नि। हामी 2जना भएको आँगन किनेर अध्यक्षको नेतृत्वमा यो स्थापना गरेर आगामी दिनमा चाहिँ नहोला, नगरमा चाहिँ एउटा प्रेरित गर्नुहोला भनेर त्यो समाजले एउटा चाहिँ वातावरण बनाइदिनु पनि म अध्यक्षलाई भन्न चाहन्छु। अर्को कुरो अहिले अध्यक्षले भर्खरै भन्नुभयो हामीलाई रहर थिएन, हामीले तमासा देखाउनु या यो पार्टी कार्यालय अथवा चाहिँ कुनै क्यान्टिनमा आएर हाम्रो संस्थाको अधिवेशन गर्ने हाम्रो रहर होइन। के छ भन्दा हाम्रो हल सानो छ, हामीसँग त्यस्तो विशाल ठाउँ छैन। अब हाम्रो नजिक रहेको हाम्रो माता रहेको भनेको मनोकामना मन्दिर हो। हामी मनोकामना मन्दिरका धारावीले हाम्रो हातदारी नआउने केही काम गर्न पर्यो हामीसँग माग्ने, तर मनोकामना मन्दिरको हल हामी अधिवेशन गर्छौँ र त प्लिज दिनुहोस् भन्दा हामीलाई कुनै हल पनि दिनु भएन। धेरै पटक अनुरोध गऱ्यौँ, मनोकामना समितिको अध्यक्षलाई अनुरोध गऱ्यौँ, सचिवलाई अनुरोध गऱ्यौँ, त्यहाँका जनप्रतिनिधि मणिदाईलाई अनुरोध गऱ्यौँ। उहाँले के भने हामीलाई अरू थाहा छैन, त्यो कार्यक्रम भने 5000 तिर 5000 तिर्नुपर्छ। हाम्रो प्राङ्गणमा रहेको सार्वजनिक स्थलमा सार्वजनिक ठाउँमा हामी कार्यक्रम गर्छौँ भन्दा पैसा नतिरी हुन्न भनेपछि तिर्नै परेपछि पैसा राख्नै पर्छ, खर्च गर्नै पर्छ, किन उहाँलाई पनि भनेर हामी यहाँ आएको हाम्रो यो रहर होइन। अध्यक्षले एकदम बुझिदिनुपर्छ, हाम्रो यो रहर होइन, बाध्यताले यहाँ आएको हाम्रो रहरले होइन। हामीले धेरैचोटि अनुरोध गऱ्यौँ, पटक अनुरोध गऱ्यौँ। मैले पुष्पदालाई भने अन्तिममा पुष्पदाले के भन्नु भने ठिक छ तल हुँदै हुन्न भने ल त्यो टोल विकास संस्थालाई 2500 म हालिदिन्छु, 2500 चाहिँ तैँले हाल भन्नुभयो। म तपाईँसँग 2500 को चन्दा मागेर कार्यक्रम गर्नेवाला छैन, बरु म 10,000 खर्च गर्नु पनि बाहिर गर्छु भनेर यहाँ आएको है। यो समस्या छ। अर्को कुरो जस्तै हाम्रो एरियामा विकासका निर्माणका कुराहरू भएका छन्, मनोकामना मन्दिर निर्माणका कुरा भएका छन्, हाम्रो पछाडिको पार्क निर्माणका कुरा भएका छन्। हेर्नुहोस् त हाम्रो गति, हामी त्यही छौँ, त्यही समाजमा छौँ। योभन्दा अगाडिको वार्षिक साधारण सभा पनि हामीले चाहिँ एउटा शिशुलाई भनेका थियौँ। जहाँसम्म लाग्छ मेरो विचारमा चाहिँ एउटा थियो हामीसँग एकदमै सकारात्मक हुन्छ। उहाँकै ऊर्जाले हामी यो संस्था गठन गरेको हो र उहाँसँगै यो गैरीगाउँ टोल मैले विकास निर्माणको पहिलो काम नै गैरीगाउँ टोल विकास संस्थाबाट गर्छु भनेर उहाँ निर्वाचनमा उभिरहँदाखेरि दिएको वचन पनि उहाँले पुरा गर्नुभएको छ र आगामी दिनमा पुरा गर्नुहुनेछ भन्ने पुनः आशामा छौँ हामी। तर एउटा के भएको छ भने त्यो पार्क निर्माण कुरा गत साल पनि 4 लाख, अहिले पनि 10 लाख 14 लाख लगानी गरेको पार्क सामान्य नागरिकले 2 देखि 3 लाखमा गर्ने जति काम पनि भएको छैन। यो यस्ता कुराले हाम्रो सम्पत्ति हाम्रो रगतको पसिनाबाट आयोजित करबाट तिरेको सम्पत्तिलाई यसरी दुरुपयोग हुनबाट जोगाउनु पर्छ है। यी कुरा चाहिँ के हुन् भने समाजमा विकृति र विकास र विनाश सँगै हुन्छ है। त्यो विकास र विनाश सँगै कतिपय हामीले गरेका गतिविधि अथवा समाजमा कोही वर्गले गरेका तल्लो स्तरका कार्यले पनि समाजमा विकृति ल्याउँछ।
त्यो विदितलाई चाहिँ अन्त्य गर्नुपर्छ र अघि नै भन्नुभयो हाम्रो स्वागत टोल विकास संस्थाको सचिव उपाध्यक्षले भन्नुभयो हाम्रो छोराछोरी हाम्रो सन्तति हाम्रो समाज हामी कता लाँदैछौँ र हाम्रो समाजलाई कस्तो बनाउने भन्ने हामीसँग छ हामीमा पनि निर्भर पर्छ र हामी गैरीगाउँ टोल विकास संस्था सधैँ यस्ता कुरामा सचेत छौँ र हाम्रो यो कुनै पनि आन्दोलन अथवा कुनै केहीमा पनि हाम्रा भाइ बहिनीहरू अथवा हाम्रो छोरी कतै गए कि म त केही कार्यक्रम छ र्याली छ भन्यो भने म बिहान पहिला उठेर सरकार टोल हिँड्छु है दाइलाई भाइलाई के छ कसो सोध्दै हिँड्छु अनि सबै ठिकै छ हाम्रो छोरी बाहिर निक्लियो खुसी लाग्छ छाती गर्वलाई ठुलो हुन्छ यही हो हामीले पाएको कमसेकम हामीले संस्कार त देख्छौँ नि हामीले संस्कृति बिगार त लाग्छौँ नि हामी समाज बनाउन लाग्छौँ केही उसिकल तत्त्वहरू अथवा केही आफूलाई चाहिँ हामी यहाँका धनाढ्यौँ भन्ने पात्रहरूले हामीप्रति अपमान गरिराख्नु भएको छ यसतर्फ चाहिँ बडाजीको ध्यान जानेछ भन्दै मैले पुण्य कार्यमा एउटा चाहिँ अतिथिको रूपमा बोलाएर धेरै गुनासो गर्न मन थिएन बाध्यताले छाती मिचेर तपाईँलाई मैले गुनासो गरेँ यसलाई अवश्य सुन्नु हुनेछ भन्दै अब हाम्रो आजको यस बन्द सत्रको कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्दछु खुल्ला सत्र यहीँ समाप्त भएको घोषणा गर्दै म तपाईँसँग बिदा हुन्छु अब बन्द सत्र कार्यक्रम हाम्रो निर्वाचन मण्डल लगायत सरहरूले चाहिँ गर्नुहुनेछ र आज हाम्रो यो बन्द सत्र कार्यक्रमको निर्वाचन संयोजक बेदरी सर हुनुहुन्छ सदस्यमा ज्ञानबहादुर केसी हुनुहुन्छ अनि त्यस्तै ईश्वर भाइ हुनुहुन्छ उहाँहरूले अब कार्यक्रम स्टेज उहाँलाई हेन्डओभर गर्दै म बिदा हुन्छु हस्त नमस्ते जय